तातो चिसो के खान्छौ? धनवीर तातो चिसो तेरो आफ्नो बुढमा राख। जुन समयमा जे काम हो त्यसको मात्रै कुरा गर्न, हामीसँग फाल्तु समय छँदै छैन त अनि। वाह, मलाई तिमीहरूको यही स्टाइल त मनपर्छ। फिदा भए म तिमीहरूको स्टाइलमा। स्टाइलको कुरा नगर धनवीर, यो स्टाइलमा तेरो आमा पनि फिदा भएकी थिए। मलाई तिमीहरूले एउटा फुच्चे ल्याइदिनु पर्यो। धनवीर कामको चिन्ता नगर, पेटी कति दिन्छस्? पेटी 5 पेटी भए पुग्छ तिमीहरूलाई? टेन्सन नगर धनवीर, 24 घण्टाभित्र बच्चा तेरो हातमा हुन्छ। बस त पेटी रेडी गरेर राख। वाह वाह मङ्गल वाह, मलाई तेरो यही स्टाइल मनपर्छ। धनवीर तँलाई यसको स्टाइल मनपर्छ, मेरो स्टाइल मनपर्छ, आखिर तँलाई कसको स्टाइल मनपर्छ? धनवीर तँलाई यो स्टाइल कस्तो लाग्यो? हुँदैन ट्याक्कै गरी त मलाई तेरो स्टाइल पनि मनपर्छ। यदि हामीलाई धोका भयो भने राम्रो हुनेवाला छैन। भगवान कसम कालले छोड्ला, तर यो कालले छोड्ने छैन। काललाई हामी मुक्त हान्न पठाउँछौँ, तर त भगवानसँग प्रार्थना गर कि शनिको दशा तँलाई नलागोस्। काली यदि त धनवीरको भाइ हुन्थेनस् भने तँलाई म रानीको छोरा भन्ने थिएँ। मैले तँलाई कतिपल्ट भन्ने, आफ्नो थुतुनो र मुतुनो सोचेर मात्रै चला भनेर। धनवीर 24 घण्टाभित्र पेटी तयार पारेर राख, बच्चा तेरो हातमा हुनेछ।